सक्यो आई लभ बुटल हे ढेडु ओ ढेडु भीम डट्टा पन्टा हेलो एभ्रिवान वेलकम ब्याक टु आवर युट्युब च्यानल हाम्रो नयाँ भिडियोमा स्वागत छ। आज हामी डाइरेक्ट बुटोल फुलबारीबाट छौँ, यसरी आउँदैछौँ, हामी फुलबारीमा छौँ। कस्तो घाम मजाको तातो घाम लाग्छ, चिसो मौसममा। उतापट्टि अहिले आएपछि फर्किँदा म देखाउँछु हजुरहरूलाई। यताबाट बुटोल बजार देखिन्छ सबै। अनि मान्छेहरू बिहान बिहान यति धेरै आइसक्नु भएको छ घुम्न, सरर लाएर यहाँ भिडियो खिच्ने क्रम चल्दैछ। जोस रमाइलो छ है। सक्यो ल बुटोल मणिमुकुन्द सेन उद्यान अथवा बुटोल फुलबारी भन्ने नि यही हो। यहाँबाट चाहिँ प्रवेशद्वार छ, यहाँबाट चाहिँ भित्र जान मिल्छ। जाने तल भित्र। यस राम्रो छ, रमणीय दृश्य छ है, हेर्नुहोस् यस्तो छ। आई लभ बुटोल फुलबारी लेखेको त्यहाँ रहेछ। अनि यस्तो छ, यतातिर हेर्न सक्नुहुन्छ। म बोलेको त सुन्निएन क्या हो, कति बिस्तारै बोले रहेछु म। के हो ओहो आई लभ बुटोल फुलबारी होइन, आई लभ यु। आई हटर लभ आई लभ बुटोल फुलबारी होइन, आई लभ यु। आई लभ बुटल आई लभ बुटल अरे कहना क्या चाहते हो? आई लभ बुटल फुलबारीवाला छ, त्यसैमा मान्छे जम्मा भएको छ। नाटो पालो पनि आउँछ। आई लभ बुटल बुलु बुलु साथीहरू आइयो। यस्तो छ, यतातिर पानी आउँदो रहेछ सरर लाएर होइन। यहीँ पानी यहाँबाट नि आउनु पर्ने, आएको छैन। ठिकै छ, हामीलाई पानी नखाउनु भएपछि ठिकै छ। स्वामी नारायण मुकुन्द धाम उता रहेछ, मुकुन्दिनी यता। पर फोटो 25। ल साथीहरू, हामीले फोटो भिडियो अलिअलि खिच्यौँ। केही सुन्ने छैन। ल हल्ला हल्ला यताउता होइन, यत्रो भिडभाड छ। अनि कस्तो छ, राम्रै छ फोटो भिडियो। यसले क्यामेरा गरिन्छ होइन, 25 रुपियाँ भन्यो दिदी। हामी यता छौँ, यहाँ छौँ। ल हामी घुम्दै घुम्दै यता पुगिसक्यौँ। त यस्तो छ ठाउँ, त्यो स्मारक रे गौतम बुद्धको पनि छ त्यहाँ। मायादेवी, गौतम बुद्ध सबैको रहेछ नि यहाँ होइन, सबै रहेछ। देख्यौ हजुरबा भीम डट्टा पन्टा भीम डट्टा पन्टा रमाइलो छ। हामी यहाँ आइपुग्यौँ। ल यति धेरै रहेछ नि यहाँ। यो एउटा लान पाए हुन्छ नि, उताबाट रहेछ नि त बाटो है। यहाँ गलत ठाउँमा आएछ मेरो। बोलाउनु गएर आउँछ त्यो एकदम राम्रो छ। ड्रेस ठिकै ठिकै रहेछ।
एनिमल के हो त्यो कर्नर बुटोल फुलबारी रे यिनीहरूलाई देखाए देखेका छन् राम्रा छन् यहाँ यी पानी खाना हो पानी पानीले स्वागत गर्दै भन्दैछ ठिकै छ एनिमल कर्नर यता त यो किनार बाहिर रहेछ होइन मुस्कुराउनुहोस् तपाईँ सिसिटिभी क्यामेराले निकाल्ने भनिन्छ सिसिटिभीले खिच्दैछ अरे मुस्कुराउ यता खै यहाँ लेखेको छ यो त सिसी क्यामेरा हिमा हाँसिरहेको तिमी यहाँ जान्छौ भित्र गिनिपिग छैन ए गिनिपिग मुसा होइन नि पिग हो गिनिपिग यो ऊ हो क्या हो क्या मुसै हो भने मुसै पर्दा थियो गिनी देखिएन ए सानो रहेछ भित्र अब देखिन्न यहाँबाट ओहो अखै यहाँ त फ्रीको एनिमल छन् त यहाँ त बाँदर कुदे माथि यहाँ भित्र छन् कोही पिजेडामा कोही बाहिर छन् यी दुईमा के फरक छ हे ढेडु ओ ढेडु यहाँ छ त बाँदरी यहाँ छ एउटा बाँदर एउटा उद्दिष्ट भएको छन् हेलो स्याल ज्याकल स्याल बाँदरले हाल्न यहाँ त के को रुख रहेछ नि रुख भित्रबाट रहेछ रुख सबैमा छ नि रुखबाट नि त्यो जाली लाएर रहेछ नि त यसरी यो के हो मयूर मयूर पकै छैन हेर न सब निकालेर बेचेछन् साले चोरहरू खै सानो छ यहाँ छ चिल माथि त उल्लु ए त्यत्रो माथि त ग्रह भित्र खै त्यहाँ के कहाँ देखिन यहाँनिर कि यहाँनिर छ यहाँनिर छ ल साथीहरू हामी अजिङ्गर देखाउन लाग्छौँ दुईवटा छ नि त त्यहाँ दुईवटा छ नि त टाउको त दुईवटा टाउको छ भित्र रहेछ के गरेर बसेर तिनवटा खान एउटा टाउको यहाँनिर छ यो त टाउको हो र होइन यो त सबै टाउको हो कस्तो जिब्रो हेर्नु कालो अजिङ्गर छ त यो त गोरो छैन सेतो सेतो खैरो खैरो हुन्न र कहाँ जिस्का हो त नि यता आएर भने अजिङ्गरलाई यो खरा आयो कालिज लौकाट र कडकनाथ रहेछन् यो हो लौकाट भन्ने साथीहरू यहाँ देखिरहेछ यो लौकाट हो अनि यो चाहिँ यो के हो यो कालिज हो यो कालिज परेवा पनि रहेछ त यो कालिज हो यहाँ यो कडकनाथ छ क्या त्यसको हामीले च्याप्प छोपेर मासु खानुपर्ने हुन्छ कडकनाथ कुखुराको मासु खानुपर्ने बदेल बामपुड्के भन्छन् पुड्के बदेल पनि भन्छन् साथीहरू यो हामी चितुवालाई हेर्दैछौँ चितुवाले हामीलाई हेर्दैछ है
देखियो माथि छ एउटा माथि छ एउटा तल नि छ अरे देखिन्न राम्रोसँग साथीहरू चितुवा त यहीँ नजिकै पो रहेछ त यता उता हिँडे छ खतरा छ त किन यस्तो छ कस्तो खाना हाल्ने सिजन टाइम हुन लाग्यो होला नजिकबाट हेर्दा त्यो राम्रै हुँदो रहेछ त यसले टोक्छ र पो खान्छ र मान्छेलाई होइन गाडी चाहिँ अब सकिन्छ हाम्रो बोल्नु लाग्दैन यो मैले देखाउन लाग्छु होइन यो चिन्नु होला के हो यो हाँस हो होइन हाँस्दैन त होइन हाँस भन्यो हाँस्दैन के होला यो राजा हाँस राजा हाँस हो त्यो राते यो रानी हाँस राते त खैरे छ त राते खैरो छ कर्की यहीँ रहेछ नि यो ए राते हेलो राते हेलो हेलो यता हेर हेलो हेलो खैरे भन्नुपर्छ क्या रातेलाई आऊ रातु खैरे कत्रो छ हेर त्यो हेलो 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 हामी अब यहाँ आइसकेका छौँ रेस्ट गर्न एकछिनको लागि खुट्टा दुखिसक्यो गर्मी भयो गाह्रो छ बन्ने रहन्छ यो त चरै चरा कागै काग रहेछ काग खोज्न त यहाँ आउनुपर्ने रहेछ त फर्किने एकछिनमा त हुन्छ त्योमा जाने हो कि त्यो लभवालामा त्यहाँ त गइएन नि यहाँनिर पनि राम्रो रहेछ नि ल साथीहरू यस्तो छ यहाँबाट म अघि देखाउँछु भनेको बुटोल यस्तो छ है अब हामी जाने बेला हुन लाग्यो हाम्रो बाइक त्यहाँ छ सर अब बाइकमा जाने खाना खाने अनि त्यसपछि हामी कहाँ जान्छौँ आज हेलो मलाई कहाँ जान्छ ओहो त्यस्तो हामी आज कहाँ जान्छौँ थाहा छैन साथीहरू एउटा म तपाईँलाई भन्दैन हामीले खाना खाएर सक्यौँ ल साथीहरू हामी आउँदा यस्तो थिएनौँ यस्तो भएर जाँदैछौँ यस्तो यस्तो हामी आउँदा एउटा ब्याग थियो दुईवटा कसरी हो ज्याकेटले यहाँ गर्मी छ आउँदा एउटा ब्याग थियो दुईवटा ब्याग भएर जाँदैछौँ है यहाँ टिकट हेरिराख्नु भएको छ अझै ल जाउँ